हेलो एभ्रीवान, सेवन नै सबैजनालाई। र आजको टपिक चाहिँ छ है, कसैको लाइभ स्ट्रिममा हामी फेसबुकमा देख्छौँ, त्यहाँ जाँदाखेरि चाहिँ पोस्ट पिन खेलाइरहेको हुन्छ है। त्यहाँनिर चाहिँ पोस्ट पिन खेलाउँदाखेरि तलनिर कमेन्ट पिन भनेर राखेको हुन्छ, सिंहासन पनि भनिन्छ। सो कमेन्ट पिनमा राख्दाखेरि चाहिँ कसरी चाहिँ हामीले त्यहाँनिर उहाँको प्रोफाइल भिजिट गरेर हामीले उहाँलाई फलो गर्ने त भन्ने बारे छ है। सो हजुरहरूले हेरेर सिक्नु होला र राम्रो लागेमा लाइक कमेन्ट सेयर गरिदिनु होला। हस् त। सो गाइस, हामी कसैको लाइभ स्ट्रिममा जाँदाखेरि यस्तो हुन्छ है, पोस्ट पिनमा राखेको हुन्छ। जस्तै यहाँ देख्नु हुँदैछ फलो मी भनेर निहा राई है, उहाँलाई राख्नु भएको रहेछ। सो यहाँनिर क्लिक गर्दाखेरि कोही बेला यी नै देखाउँछ, यहाँ देखाएन है, यसमा रियाक्टको अप्सन मात्रै छ भनेपछि यसलाई ब्याक गर्नु पर्यो। त्यहाँदेखि यहाँ साइडमा देख्नु हुँदैछ होला, यहाँनिर सेयर बटन यो है, यसमा क्लिक गर्नुहोस् है। यसमा क्लिक गरेपछि यो अप्सनहरू खुलिन्छ। यो अप्सनमा अरूमा क्लिक नगर्नुहोस्, यो डायमन्डको अप्सनमा क्लिक गर्नुहोस् है, यो हिराको अप्सनमा क्लिक गर्नुहोस्। यसमा क्लिक गरेपछि यहाँनिर देखाउँछ सी मोर अबाउट निहा राई भनेर। सो यसरी टक्कै क्लिक गर्नुहोस्, त्यहाँदेखि उहाँको प्रोफाइल खोलिन्छ। सो त्यहाँ गएर चाहिँ यसरी फलो गर्नु होला है त। एड फ्रेन्ड चाहिँ नगर्नु होला, एड फ्रेन्डको अप्सन छ भने साइडमा यो डटमा क्लिक गरेर यहाँ माथि हेर्नुहोस् है, यो डटमा क्लिक गरेपछि यहाँ माथि फलोको अप्सन हुन्छ, त्यहाँ गएर फलो गर्न सक्नु नै छ हजुरहरूले है।